साथीहरू, जुम्लाबाट विजय हुनुभएका ज्ञानेन्द्र साईज्यूले हाम्रो पनि रासोपालाई फुल्ली समर्थन छ, सरकारमा हामी पनि जान्छौँ, फुल्ली समर्थन छ र हामीले भनेको माग चाहिँ पुरा गर्नुपर्छ। सुरुमा त उनले परदेश खारिज भन्नुभएको छ। परदेशको कामै छैन, अरबौँ बजेट परदेशमा गइरहेछ। त्यो परदेशको सट्टामा हामी देशभरिमा ठुला ठुला अस्पतालहरू, स्कुलहरू, कलेजहरू खोल्न सक्छौँ। परदेश खारिज यो चाहिँ जनताले पनि मागेको विषय नै हो। परदेश खारिज 1 नम्बरमा। त्यसपछि देशैभरि प्रत्यक्ष चुनाव हुनु पर्यो 2 नम्बरमा। संविधान संशोधनै हुनु पर्यो। त्यसपछि 3 नम्बरमा चाहिँ हिन्दू, बौद्धिक, किराँत सहितको बुद्ध सनातन हिन्दू राज्य देशमा नेपाललाई कायम होस्, नेपाललाई राखियोस् भन्नुभएको छ। के उहाँको माग पुरा गर्दा रासोपाले उहाँलाई बहुमत, आफूलाई आफ्नो बहुमत त आएकै छ, 2/3 पुगाउनको लागि उहाँलाई समर्थन गर्ला त? के ज्ञानेन्द्र साईको माग चाहिँ रासोपाले पुरा गर्ला त? 2/3 बहुमत ल्याएर संविधानै संशोधन, कानुनै ढाँचा नै चेन्ज गर्न सक्ला र? तपाईँको प्रतिक्रिया के छ?